हामीसँग एउटा सिम्प्लिफिकेसनको क्वेसन छ यहाँनिर। यसमा चाहिँ x को एक्सपोनेन्ट छ, फेरि प्यारेन्थेसिसको बाहिर अर्को एक्सपोनेन्ट छ। बेस सेम छ x x x, यसको एक्सपोनेन्ट छ, यसको बाहिर अर्को एक्सपोनेन्ट छ। x को एक्सपोनेन्ट छ, यसको बाहिर अर्को एक्सपोनेन्ट छ। वाट वी नो, अब बेसहरू एउटै छ भने त्यसको पावर अर्थात् एक्सपोनेन्टहरूलाई हामी एड गर्न सक्छौँ। तर बिफोर एडिङ यो जुन एक्सपोनेन्ट छ यसको के हुन्छ, मल्टिप्लिकेसन हुन्छ। अब एक्सपोनेन्टहरूको x को स्क्वायर र यसको बाहिर फेरि यसको पावर क्युब गरेर एक्सपोनेन्ट छ यहाँनिर, फेरि अर्को एक्सपोनेन्ट भयो भने यो चाहिँ के हुन्छ त 2 × 3 6 हुन्छ हैन। अब यही रुल अप्लाई गरेर यो एक्सपोनेन्टहरूको चाहिँ हामीले मल्टिप्लाई गर्नुपर्छ। त्यसकारणले गर्दा सुरुमा लेट्स नट राइट द बेस x, यसलाई छोडिदिउँ, किनभने अल्टिमेटली यो एक्सपोनेन्ट प्लस यो एक्सपोनेन्ट प्लस यो एक्सपोनेन्ट हुन्छ। बिफोर द्याट यो दुईटालाई मल्टिप्लाई गरौँ, यो दुईटालाई मल्टिप्लाई गरौँ, अनि यो दुईवटालाई मल्टिप्लाई गरौँ। अब यो मल्टिप्लाई गर्ने क्रममा मल्टिप्लाई यो दुईवटाको मल्टिप्लाई पनि गरौँ सँगसँगै। यो एक्सपोनेन्ट प्लस दुईटालाई मल्टिप्लाई गरेको एक्सपोनेन्ट र थर्ड x को जुन यो एक्सपोनेन्ट छ यसलाई एड पनि गरौँ त्यही क्रममा। अब यो सल्भ गर्ने बेलामा हामीले एउटा अब मल्टिप्लाई गर्दाखेरिमा त यो एक्सपेन्सन भएपछि झन् लामो हुन्छ हैन। त्यो कारणले गर्दा छोटो चाहिँ के हुनसक्छ भने जस्तो यो b र c को कम्बिनेसन छ हैन, यहाँनिर c र b को कम्बिनेसन छ, b - a छ यहाँनिर, यतापट्टि a - b छ। यसलाई चाहिँ एउटा सिक्वेन्समा राख्न सकियो भने हाम्रो सोलुसन चाहिँ मच इजियर हुन्छ। देयरफोर अब के गरौँ भने सुरुमा यसलाई b - c कै कम्बिनेसनमा राखौँ, abc को अर्डर पनि मिल्छ। अब यदि यसमा मैले -1 गरे भनेदेखि चाहिँ के हुन्छ भने -a भनेको पोजिटिभ a हुन्छ, यो चाहिँ के हुन्छ -b हुन्छ है। त्यस्तै गरेर प्लस अब यसमा b र c छ हैन, त्यसो भए यसलाई c - a नै छोडिदिउँ, हेरौँ के हुन्छ। -1 यो हुन्छ b - c है, -b चेन्जेस इन्टु पोजिटिभ b अनि c चेन्जेस इन्टु -c प्लस अब यो a र b को कम्बिनेसनलाई एज इट इज नै छोडिदिउँ, a - b, हामीसँग अगाडि पनि a - b छ, टाइम्स यो ac वालालाई चाहिँ के गरिदिउँ भने -1 है, पोजिटिभ c अनि गएर -a हैन त। यसरी चेन्ज गर्दाखेरिमा हामीलाई के बेनिफिट हुन्छ भने ab र ab को कम्बिनेसन आयो, एलसिएम लिन सजिलो हुन्छ। bc र bc को सेम कम्बिनेसन आयो, c - a र c - a को सेम कम्बिनेसन आयो है। यो भइसकेपछि चाहिँ अब हामीसँग त यो तीनवटा टर्म्स छ नि त हैन, डिफ्रेन्सिएटेड बाइ प्लस साइन भनेपछि हामीले एलसिएम लिने हो भने अब के हुने भयो भने a - b, b - c र c - a चाहिँ एलसिएम को रूपबाट लिन सक्छौँ हैन। अब b - c र b - c a - b यो दुईटा एलिमिनेट भयो, सो b टाइम्स -1 भनेको -b भयो, c - a बाँकी छ। अब प्लस साइन गरौँ यहाँनिर, c - a प्लस साइन नगरौँ, c र टाइम्स -1 भइसकेपछि यो -c हुन्छ। c - a गयो, क्यान्सल भयो, b - c पनि एलिमिनेट भयो, a - b बाँकी छ, सो -c टाइम्स a - b भयो। यहाँनिर पनि a टाइम्स -1 भनेको -a हुन्छ है। त्यसपछि a - b र c - a एलिमिनेट भयो, b - c बाँकी छ, टाइम्स b - c भयो। अब यो पछि यसलाई हामीले मल्टिप्लाई गरौँ है त, -bc भयो, माइनस प्लस ab
माइनस एसी माइनस टाइम्स माइनस प्लस बीसी माइनस ए र बी मल्टिप्लाई गर्दा माइनस एबी माइनस ए माइनस सी भनेको माइनस माइनस प्लस एसी भयो है। अब हामीसँग डिनोमिनेटरमा के छ भन्दा ए माइनस बी बी माइनस सी र सी माइनस ए छ। अब माथि राम्रोसँग हेर्ने हो भने अब माइनस बीसी र प्लस बीसी जिरो भयो होइन, प्लस एबी र माइनस एबी पनि जिरो भयो, माइनस एसी र प्लस एसी पनि के भयो जिरो भयो, सबै एलिमिनेट हुँदो रहेछ होइन। अब जिरो ओभर ए माइनस बी बी माइनस सी र सी माइनस ए, अब जिरो डिभाइडेड बाई एनिथिङ यसको आउटकम जिरो नै हुन्छ। यसको मतलब के भयो भने माथि एक्सको जुन छ नि यो मल्टिप्लाई गरेर एड गर्दाखेरिमा त जिरो हुँदो रहेछ होइन। हामीले गर्ने भनेको त के हो त एक्सको मतलब के भयो भने एक्सको एक्सपोनेन्ट चाहिँ जिरो भयो होइन। यसलाई मल्टिप्लाई गऱ्यौँ हामीले अनि एड गऱ्यौँ, मल्टिप्लाई गरेर एड गर्दा जिरो हुँदो रहेछ। सो आवर बेस इज एक्स, एक्सको एक्सपोनेन्ट के भयो त जिरो भयो, एक्सको एक्सपोनेन्ट जिरो हुनु भनेको चाहिँ के हो त 1 भयो है। अब एक्सको एक्सपोनेन्ट जिरो भएको भएर 1 भयो, 1 इज आवर आन्सर।